हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म गुगल पोइन्ट इलाम जाँदैछु। उधारसम्म बाइकमा गएँ, त्यहाँदेखि म अटोमा जाँदैछु। बहिनीहरूले पनि ठिक्क पर्खेर अटोबाट हामी लाग्यौँ। उहाँ चाहिँ मेरी प्यारी बहिनी सोझी बहिनी हुनुहुन्छ। अनि मैले क्लिप गर्दै गएको छु। यो चाहिँ कुटी डाँडा हो। कुटी डाँडादेखि थोरै मास्तिर हाम्रो डेस्टिनेसन आएको छ। यो चाहिँ गुगल पोइन्टको यहाँदेखि चाहिँ 45 मिनट लाग्छ समथिङ। अनि हामी सबैजना गफ गर्दै भिडियो गर्दै गयौँ। सबैजना हाँसेर चाहिँ मेरो बर घाँटी नै सुकिसकेको थियो क्या। र पनि गफ गर्दै त जानु पर्यो नि त। अनि यो चाहिँ रहेको यहाँको भ्यू। अनि थोरै मास्तिर गएर पिङ रहेछ, हामी त्यहाँ गएर फोटो क्लिक गऱ्यौँ। अनि मैले अलिकति भिडियो पनि खिचेँ थोरै। अनि मैले त्यहाँदेखि हामी हिँड्यौँ थोरै मास्तिर। फाइनली हाम्रो गुगल पोइन्ट आएको छ। अनि जे होस् त्यहाँ गएर चाहिँ एकदम मनै शान्त भएको छ क्या। त्यहाँको हावापानी हुन्छ नि एकदम फ्रेस हुने होइन। त्यहाँको हावापानीले नि जे होस् म चाहिँ उफ्रे घुमेँ। अनि बहिनीहरूले पनि टिकटक बनाउँदै हुन्थ्यो, म पनि यसो भिडियो क्लिपहरू खिचेँ। अनि त्यसपछि भिडियोहरू खिचिसकेपछि यसो कोक र चिप्स खायौँ। यहाँ चाहिँ मैले नक्कल पार्दै खाइरहेको छु है। अनि रै पनि बहिनीहरूलाई चित्त बुझेको छैन, रै पनि भिडियो फोटो खिचिरहनु भएको छ आफू। यो चाहिँ त्यहाँको भ्यू हो गाइज। अनि हामी चाहिँ फोटोसोटो खिचिसकेर घरतर्फ लाग्यौँ। यो चाहिँ अघि जाने बाटो अर्कै थियो, यो चाहिँ बाटो अर्कै हो। हामी चाहिँ 4 जना मात्र गएको थियौँ नि त, त्यही भएर कस्तो डरलाग्दो बाटो पनि क्या। त्यही पनि हामी डराएनौँ, गफ गर्दै गयौँ। बाटो हराएर भन्नुहुन्छ भने साथीहरू, हामी त कता पुग्यौँ नि। अनि बाटो भुलेर डाँडामा बसेर हामी चिया खान थाल्यौँ। मैले चाहिँ चिया लगाएको थिएँ नि त, किनभने म चिया लभर हो। सबैलाई चिया मनपर्छ, बहिनीहरू पनि चिया मन पराउनुहुन्छ। अनि चिया खायौँ, भिडियो गऱ्यौँ। अनि त्यहाँदेखि भिरालो आयौँ। भिरालो बाटो यस्तो डेन्जर थियो नि भन्नुहुन्छ भने नि, त्यो त हामीलाई मात्रै थाहा छ। अनि बाटो बल्ल बल्ल भेटाएर फाइनली हामी रोड आयौँ अनि घर आयौँ।